सागफारा होइन यो चाहिँ के को गोटी आज राम्रो छ नि त मौसम पहिला 1-2 चोटि मात्र हिँडेको म हिँड्न त हिँडेको आज त पसिना पसिना भयो त म त गोल खेल्नुको लागि सागफारा गएको हिँड्दा पसिना 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 भयो भयो यता हाम्रो छेउछाउमा चाहिँ नल्याउ अब चाहिँ उकालो सक्यो नि अब हल्का तेर्सो अनि माथिको यो भन्ज्याङको यो भन्ज्याङको नाम होइन के भन्ज्याङ मिस्टर भन्ज्याङ त्यत्रो हिँड्दा बल्ल आइपुगे सागफाराको ग्राउन्डमा बल्ल बल्ल आइपुग्यो आमामा गलेर लु लगाउँछु त हामी आइपुग्यौँ अब चाहिँ जेनिसा त कहाँ आइपुग्यो जेनिसा त उडेर आएको आमामा यस्तो मौसममा आइएछ यहाँ ल त्यहीँ देखिन छोडिसकेछ सन्ध्या हजुर ल अन्त जान्छ ओ माई गॉड जस्तै रहर गरेर गोल खेलेको हेर्नु त आयो चिसो यस्तो चिसो छ यहाँ टाउकै दुख्यो छ्या सागफारा म त अघि रिस उठिरहेको छु खेल्ने भने खेलिहालौँ नत्र मान्छे नै देखिँदैन गोलै कहाँ छ सबको आफ्नो आफ्नो छ यहाँ
फुङनामदेखि माथि ल हेलो गाइस तु बसेको यता हामी चाहिँ फुङनाम माथि बेस्ट किपर निलो टिल्लाको हामी चाहिँ आज फुङनाम माथि छौँ बादलमा सागफारामा रमितेको राम्रो बरको रुख एकाट वर्ष है केटी हो हामीले पहिलोचोटि साखर जितेको यस्तो हामी जस्तोले कति बढ हो हामी चाहिँ जाँदैछौँ अब फुङनाम गेम जितेर नि ल गेम जितेर हामी चाहिँ फर्किँदैछौँ सागफारादेखि फुङनाम यहाँ हाम्रो चाहिँ खुट्टा दुखेर बेहाल भयो हेलो आज बिहान चाहिँ हामी आउँदाखेरि सबैजनाले जितेर आउनु भन्दै हुन्थ्यो अनि हामी चाहिँ आज हामी जितेको छौँ यसलाई त म यिनीहरूलाई पहिला भन्नु सिकाउनु पर्छ अनि आफै लडेको मामा अनि म चुपचाप बसेर हुन्छ कुन हो सुजुको घर निलो आकाश ए